फ्लड लाइट जस्तै लाइभ टिभी हुँदाखेरि जेनेरेटर ब्याकअपबाट लाइभ ट्रान्समिसन हुन्छ। बत्ती गएको खण्डमा कुनै पनि लाइभ म्याच भनौँ न इन्टरप्ट हुने अवस्था हुँदैन भनेपछि हामीले यो प्रतियोगितालाई भव्य तरिकाले सम्पन्न गर्नुपर्ने छ। मलाई लाग्छ 2010 मा म आफै पनि खेलाडी भएर त्यति खेल्दाखेरि पहिलोचोटि त्यो ढुङ्गा मुडा हुँदाखेरिको त्यसपछि नेपाल क्रिकेट संघ लगभग 2 वर्षसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताबाट हामी वञ्चित भएका छौँ। अब टिकटको बारेमा पनि सायद टिकट सोल्ड आउट भन्ने पनि मेसेज गइसकेको थियो। पोहोर साल पनि हामीले 3-4 दिन अगाडि नै टिकट सोल्ड आउट भयो भन्दा पनि धेरै जस्तो हाम्रा क्रिकेट फ्यान्सहरू पहिलो दिनै ग्राउन्डमा आएर छिर्न प्रवेश गरिदिनु भएको छ। फेरि पनि क्रिकेट संघको तर्फबाट हामी विनम्र अनुरोध गर्न चाहन्छौँ कि यहाँहरूले पहिलो दिनको म्याच सँगसँगै यो प्रतियोगिता लगभग 24 दिनसम्म हुनेछ। ग्राउन्डमा टिकट नहुनेहरूले आफ्नो घरबाट टिभीमा या ओटिटी सब्सक्रिप्सनबाट पनि यहाँले हेरेर नेपाली क्रिकेटलाई साथ सहयोग गर्न सक्नुहुन्छ। यो सब्सक्रिप्सनको मोडल चाहिँ महत्त्वपूर्ण पनि किन छ भन्दाखेरि यदि यो प्लान हामीले यो पालि सक्सेसफुली इम्प्लिमेन्ट गर्न सक्यौँ भने यसपछि सायद नेपाल क्रिकेट संघलाई जिल्ला प्रदेश जुन हाम्रो आजको दिनसम्म पनि हामी अझ व्यवस्थित र ग्रासरुट क्रिकेटमा जुन आर्थिक हिसाबले हामीले व्यवस्थापन गर्न सकिरहेका छैनौँ त्यसलाई बलियो बनाउने र ठुलो आधारहरू हामी बनाउन सक्ने अवस्थामा पुगेका छौँ। जिल्ला प्रदेशमा काम गर्ने इच्छा भएका क्षमता भएका मान्छेहरू धेरै, तर क्रिकेट संघको आफ्नै पनि रिसोर्सेस लिमिटेड छ। ती भएका लिमिटेड रिसोर्सेसमा अलमोस्ट 50-55% बजेट त हाम्रो राष्ट्रिय पुरुष टिममै खर्च हुने भएको हुँदाखेरि पनि आज क्रिकेट संघले जे जति सकेको छ आफैले आफ्नै बलबुतामा नेपाली प्रायोजकहरू नेपाली इन्भेस्टर्सहरूको भनौँ न लगानीमा एउटा नेपाल प्रिमियर लिग भन्ने एउटा प्रतियोगिता सञ्चालनको दोस्रो संस्करणमा पुगिराख्दाखेरि चाहिँ जुन साथ सहयोग यहाँले गर्नुभएको छ त्यसको निरन्तरता रहोस् र हामी हाम्रो तर्फबाट जे जति सक्यौँ हामीले गर्न सक्ने सबै काम र प्रक्रिया चाहिँ पुरा गरेको हामीले सबैलाई जानकारी पनि गराउन चाहन्छौँ। क्रिकेट संघ र नेपाली क्रिकेटको जुन नेसनल इन्टरनेसनल हाइट्स छ त्यसलाई अब निरन्तरता दिने क्रममा यो दोस्रो संस्करणको एनपिएललाई भव्य तरिकाले सम्पन्न गर्नुपर्ने जिम्मेवारी नेपाल क्रिकेटसँग लिएको छ र यो जिम्मेवारीलाई पनि हाम्रो सम्पूर्ण मिडिया लगायत सबैले जसरी साथ सहयोग गर्नुभएको छ त्यसको नै निरन्तरता रहोस् भन्ने हामी चाहन्छौँ। यही बिचमा यसपालिको एनपिएलको लागि चाहिँ हामीले जे जति पनि कामहरू गरेका छौँ ती कामहरूको बारे हामीले के कति आर्थिक हाम्रो रेभेन्यू मोडलदेखि लिएर हाम्रो प्लान्सहरू के कस्ता छन् भन्ने कुरामा कोषाध्यक्षज्यूले अहिले यसमा सबैलाई जानकारी पनि गराउनु हुनेछ। प्राइज अमाउन्ट मनीदेखि लिएर प्लेयर्सहरूले पाउने जुन रकमदेखि लिएर जुन कुराहरू छन् ती कुराहरूलाई पनि हामीले सम्बोधन गर्दै लास्ट इयरकै जस्तै कि प्राइज मनी फर्स्ट सेकेन्ड थर्ड फोर्थको त्यसले नै कन्टिन्युटी दिने र त्यो सँगसँगै खेलाडीहरूले पाउने जुन म्याचेसहरूको विभिन्न सेगमेन्ट्सहरू छ त्यो प्रतियोगिता सञ्चालन भइसकेपछि यहाँले थाहा पाउनु हुनेछ। अहिलेको लागि यो प्रतियोगिता हामीले सञ्चालन गरिराख्दाखेरि यो प्रतियोगिताले देखाएको चासो, यो प्रतियोगिताले देखाएको एउटा जुन होप छ कि आगामी दिनमा अब नेपाल क्रिकेट संघ आफै पनि आफ्नो प्रतियोगिता आयोजना गरेर सक्षम बन्न सक्ने जुन एउटा माहौल बनेको छ त्यसलाई निरन्तरता रहोस् र त्यो बाटोमा हामी अगाडि बढिराख्दाखेरि हामीलाई सबैको साथ सहयोग रहोस् भन्न चाहन्छौँ। यो विषयमा राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार, हामीसँग जोडिनु भएका हाम्रा फ्रेन्चाइज ओनर्स, हामीसँग जोडिनु भएका जति पनि प्रायोजकहरू हुनुहुन्छ र नेपाल क्रिकेटको ब्रान्डमाथि विश्वास गर्नुभएको सबैप्रति हामी फेरि पनि कृतज्ञता व्यक्त गर्न चाहन्छौँ र आगामी दिनमा यसरी नै हामीलाई साथ सहयोग गरिदिनु हुन हामी सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अब मैले हाम्रो यस प्रतियोगिताको एउटा एस्टिमेटेड हाम्रो प्लान रेभेन्यू यो छन् भन्ने विषयमा नेपाल क्रिकेट संघको कोषाध्यक्षज्यूलाई सबैलाई राखिदिनु हुन मैले अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू। हामी एनपिएलको अन्तिम चरणमा पुगेका छौँ। त्यसै क्रममा धेरै कुराहरू अध्यक्षज्यू र सचिवले भनिसक्नु भएको छ र आर्थिक हिसाबको कुरामा नेपाल क्रिकेट संघले एनपिएल अन्तर्गत स्पोन्सरसिपमा 15 करोड 30-40 लाख रुपियाँको स्पोन्सरसिप एग्रिमेन्ट गरिसकेको छ र टिम ओनरहरूबाट पाउने यो साल 9 करोड रुपियाँ छ। त्यसै गरी हामीले एउटा नेपाल क्रिकेट संघले एउटा नयाँ किसिमको प्रयोग पनि ल्याएका छौँ। हामीले डिजिटल प्लेटफर्मको लागि ओटिटी जो हामीले प्रक्रियागत हिसाबले टेन्डरिङ गरेर नेपालको खेलकुदमा नै हामीले नयाँ हिसाबले एउटा आयाम ल्याउँछ भन्ने सोचले यसलाई ओटिटी प्लेटफर्मलाई हामीले टेन्डरिङ मार्फत गरेका छौँ र त्यो टेन्डर चाहिँ 5 करोड 30 लाख रुपियाँमा बिड भएको छ र त्यो बिडमा 5 करोड 30 बाहेकको पैसा उठ्ने
संसारभरिबाट उठ्ने पैसामा 5,30,00,000 घटाएर आउने पैसामा नेपाल क्रिकेट सङ्घको राइट साइड 71% हुनेछ भने 29% चाहिँ ओटिटी प्लेटफर्म जसले सञ्चालन गरेर हामीसँग डिस्काउन्टले लिनुभएको छ उहाँले पाउनुहुनेछ। यो सँगै हामीले अब लास्ट इयर चाहिँ हामीले डोमेस्टिक टिभीहरूमा हामीले कुनै पनि दिएका थियौँ, हामीले टेन्डरिङ गरेका छौँ। विविध कारणले गर्दा हामीले आज नै लिनियर टिभीको पनि फाइनल गरेछौँ। त्यसको न्यूनतम रकम चाहिँ 1 करोड छ भने त्योभन्दा माथि नै आउने अपेक्षा गौरव काङ्ग्रेसले दिएको छ। यो भन्दै 5,30,00,000 रुपियाँ तपाईँको स्पोन्सरसिप, 9 करोड रुपियाँ फ्रेन्चाइज ओनर्सहरूबाट र ओटिटी, त्यसपछि लिनियर टिभी र 8 देखि 12 करोडसम्म हामीले राम्रो परिस्थिति भएको यो विषम परिस्थितिमा पनि भयो भने 8 देखि 12 करोडसम्म हामीले टिकटको इस्टिमेट अनुमानित गरेका छौँ। अब यो लास्ट सिजन हामीले एनपिएलको लोगो अनावरणदेखि लिएर प्रतियोगिता सम्पन्न हुन्जेलसम्म विभिन्न कार्यक्रमहरू गरेका थियौँ। यसपालि पनि हाम्रो योजनाहरू धेरै थिए र हामी सबैलाई थाहा छ देशमा जुन परिस्थिति भयो त्यो परिस्थितिको कारणले एनपिएल ट्रोफी टुर लगायत विभिन्न कार्यक्रमहरूमा एक खालको हामीले निर्णय गरेर नै धेरै उत्तेजित कार्यक्रमहरू पनि नगर्ने, अहिलेको लागि चाहिँ सकेसम्म अब डिजिटली नै प्रमोट गरौँ भन्ने पनि थियो। किन भन्दाखेरि धेरै मासहरू त्यति बेलाको त्यो सम्बन्धित अवस्थामा चाहिँ त्यो खालको संरचना हामी जाँदाखेरि त्यसले रङ मेसेज पनि जान्छ भनेर चाहिँ हामीले डिजिटल प्रमोसन्समा एकदमै फोकस गरेको हो। अब यसमा जुन हाइपको कुरा छ, अब हाइप भनेको कस्तो हो भने यसमा अब सबैको आफ्नो धाराहरू फरक हुन सक्छ। नेपाल क्रिकेट सङ्घको अहिले हाम्रो डिजिटल एन्गेजमेन्टको कुरा गर्ने हो भने वर्ल्ड कप हामी भर्खर क्वालिफाई भएर आएको छ। वर्ल्ड कप क्वालिफाई भएर आइसकेपछिको नेपाल प्रिमियर लिग ठ्याक्कै एनपिएल सकिएर लगायतै 1-1.5 महिनामा विश्वकपमा पनि हामी प्रवेश गर्दैछौँ। अहिलेको लागि लाग्छ हामी क्रिकेट सङ्घको तर्फबाट हाइप जति सक्थ्यौँ हामीले कोसिस गरेका हौँ। मलाई लाग्छ जनमासमा एनपिएलको दोस्रो संस्करणमा के नयाँ हुन सक्छ भन्ने कुराको धेरै भनौँ न जिज्ञासाहरू चासोहरू छ। अब नयाँ भनेको सायद क्रिकेट अन्डर फ्लडलाइट्स त्यो नै एउटा भनौँ न व्यवस्थापकको हिसाबले धेरै च्यालेन्जिङ थियो। यही बिचमा नेपाल क्रिकेट सङ्घले विगतको 7-5-6 महिनादेखि नै हामीले सहयोग विकास मन्त्रालय, त्यहाँको टेक्निकल टिम लगायत सबैसँग समन्वय गरेर अहिले ग्राउन्डमा पनि यहाँ जानुभयो भने यो ग्राउन्डभन्दा बाहिरको जति पनि पूर्वाधारहरूमा जुन हामीले जति सक्छौँ हाम्रो आर्थिक स्रोत साधन अनुसारले त्यसलाई अझ बलियो बनाउने प्रयासहरू गरेका छौँ। र अहिलेको लागि एटलिस्ट खुसी केमा छौँ भन्दाखेरि पहिलोचोटि क्रिकेट फ्लडलाइट्सको मुनि खेल्न हामी गइरहेका छौँ। यो विषयमा सायद सरकारी तहबाट पनि यसलाई पूर्णता भएको हामीलाई जानकारी पाएका पनि छौँ, जसबाट दोस्रो संस्करणबाट नै नेपालमा पहिलोचोटि हामी ऐतिहासिक रूपमा डे नाइट म्याचेसहरू हामी खेल्न गइरहेका छौँ। अब बाँकी जति तयारीका कुराहरू छन्, अब मिडियाको इन्भल्भमेन्ट भनेको अब अहिले यहाँ हामी आफै पनि हेर्न सक्छौँ यति धेरै क्यामेराहरू हुनुहुन्छ। स्पोर्ट्स मिडिया, युट्युब मिडिया, डिजिटल मिडिया, मेन स्ट्रिम मिडिया सबैको साथ सहयोग र समर्थनले नै एनपिएल पहिलो वर्ष नै सक्सेसफुल भएको हो। यसको निरन्तरता हामी फेरि पनि अपेक्षा गर्छौँ। अब यो एउटा खेल मात्र नभइकन हामी चाहिँ सायद अब यस्तो एउटा स्टेजमा छौँ कि सायद नेपाली क्रिकेट अब इन्डस्ट्री पनि बन्न सक्ने अवस्थामा हामी प्रवेश गर्दैछौँ। तर अहिले नै धेरै एक्साइटेड हुनुपर्ने पनि बेला भइसकेको छैन। भर्खर पहिलो संस्करण सकिएको छ, दोस्रो संस्करण हामी प्रवेश गर्दैछौँ। त्यसैले अहिलेको लागि हाम्रो पहिलो प्राथमिकता अहिले राज्यको परिस्थिति, सेक्युरिटी लगायत सबै कुरालाई ध्यान दिएर हामीले समन्वय गरेर सरकार, मन्त्रालय, परिषद लगायत सबैजना मिलेर चाहिँ यो दोस्रो संस्करणलाई सभ्य र भव्य बनाउनको लागि प्रयास गरिरहेका छौँ। ग्राउन्डको जुन पेरिफेरीमा जस्ताको एउटा एक लेयर छ, जस्ताभन्दा भित्र आइसकेपछि फेन्सको एउटा लेयर छ, त्यसपछि मात्र हामी प्याराफिल्डमा प्रवेश गर्ने अवस्था छ। त्यसैले योभन्दा अगाडि जब कीर्तिपुरमा दर्शकहरू छिर्नुहुन्थ्यो, दर्शकहरू छिर्दाखेरि 2टा गेटबाट एन्टर गर्ने, 2टा गेटबाट निस्किने थियो। अहिलेको लागि मेन गेट सँगसँगै चौबार एन्डतिर अर्को दोस्रो गेट र हाम्रो दक्षिणतिर पनि लगभग 5वटा गेट हामीले व्यवस्थित गरेर सकेसम्म जति पनि टिकट होल्डर्सहरू हुनुहुन्छ टिकट होल्डर्सहरू आएर चाहिँ आफ्नो जोनको लागि टिकट काटिसकेपछि आफ्नो त्यो टिकटको पास लिएर चाहिँ त्यहाँ लाइन लागेर चाहिँ छिर्न सक्ने व्यवस्था भएको भएर चाहिँ सायद क्राउड म्यानेजमेन्टमा हामीलाई त्यति गाह्रो नहोला। तर यही बिचमा अब टिकट नहुने मान्छेहरूले यदि इच्छा देखाएर या जबरजस्ती गरेको खण्डमा चाहिँ हाम्रो फेरि पनि विनम्र अनुरोध आग्रह के हो भन्दाखेरि अब यो पहिलो दिनमै एनपिएल सकिने पनि होइन। एनपिएलको भनौँ न 24 दिनको दौरानमा अब यसलाई अझ सहज र सहजीकरण गर्नको लागि यो अहिलेको नेपाल प्रिमियर लिग हाम्रो लागि एउटा प्रतियोगिता मात्र नभइकन यसपछि हुने
महिला विश्वकप क्वालिफायर इन्टरनेसनल क्रिकेट काउन्सिलले हामीलाई यो एनपिएल प्रतियोगिता भव्य तरिकाले सम्पन्न आयोजना गरिसकेपछि मात्र त्यो प्रतियोगिताको भनौँ न अनुमति दिने नदिने कुरामा धेरै छलफल भएको हुँदा र अन्तर्राष्ट्रिय लेभलको प्रतियोगिता हामीले वुमेन्स वर्ल्ड कप क्वालिफायर भनेको महिलाको क्रिकेटमा सबभन्दा ठुलो प्रतियोगिता नेपाल क्रिकेट संघले गरेको काम नेपाल क्रिकेट संघले गरेको जति पनि जिम्मेवारी छन् त्यो जिम्मेवारीलाई वहन गर्दै आज आइसिसीले दिएको विश्वासको लागि पनि हामीले यो प्रतियोगितालाई भव्य तरिकाले सम्पन्न गर्नुपर्नेछ। मलाई लाग्छ 2010 मा म आफै पनि खेलाडी भएर त्यति खेल्दाखेरि पहिलोचोटि त्यो ढुङ्गा मुडा हुँदाखेरिको त्यसपछि नेपाल क्रिकेट संघ लगभग 2 वर्षसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताबाट हामी वञ्चित भएका छौँ। पोहोर साल पनि पहिलो दिन एकदमै भनौँ न त्यहाँ मान्छेहरूको ग्राउन्डभित्र छिर्ने जुन रूप एकदमै त्यो सङ्ख्याहरू थिए त्यसलाई व्यवस्थापन गर्नको लागि हामीले धेरै च्यालेन्जेसहरू थिए। तर त्यो सबै कुरालाई मध्यनजर गर्दै हामी फेरि पनि अनुरोध गर्न चाहन्छौँ कि दर्शकहरू जो चाहिँ टिकट काट्नु भएको छ पहिलो दिनमा ग्राउन्डमा आउन सक्नुहुनेछ भने टिकट नभएकाहरू दोस्रो तेस्रो गर्दै अरू दिन पनि आएर नेपाली क्रिकेटलाई साथ सहयोग गरिदिनु होला। प्राविधिक विषयमा अब यो अहिलेको शहरी विकास मन्त्रालय लगायत सबैले जसरी यो लाइट्स लगायत ग्राउन्डलाई तयार गर्नुभएको छ मलाई लाग्छ मार्च महिनामा लास्ट इन्टरनेसनल प्रतियोगिता वुमेन्स वर्ल्ड कप क्वालिफायर भएको थियो र विगतको यो 5 महिनामा जे जति पनि काम भएका छन् त्यसलाई हामीले प्रशासनिक रूपमा एकदमै गजबको काम त्यहाँको युनिटले गर्नुभएको हुँदा हामीले हाम्रो फ्लड लाइट्स लगाएको टेक्निकल टिमको इन्जिनियरिङ युनिटसँग समन्वय गरेर उहाँहरूले हामीलाई प्रतिबद्धता दिइसकेपछि मात्र हामीले त्यो स्केड्युलिङलाई चाहिँ लाइट्समा खेलाउने पनि निर्णय गरेर स्केड्युल अलिकति ढिलै भए पनि हामीले त्यसलाई सार्वजनिक गरेका थियौँ। अहिलेको लागि क्रिकेट पहिलोचोटि अन्डर फ्लड लाइट्स भइरहेको छ। प्राविधिक कुराहरूमा सायद हाम्रो भन्दा पनि जुन टेक्निकल टिमहरू छ उहाँहरूले देखाएको विश्वास र हामीले उहाँप्रति जुन विश्वास देखाएका छौँ त्यसलाई समन्वय गर्दै हामी अगाडि बढिरहेका छौँ, जसको लागि हामी समग्रमा जसरी साथ सहयोग गरिदिनु भएको छ त्यसको फेरि पनि मैले सम्बोधन गर्न चाहेँ कि त्यसको निरन्तरता रहिरहोस् भन्न चाहन्छु। फ्लड लाइट जस्तै लाइभ टिभी हुँदाखेरि जेनेरेटर ब्याकअपबाट लाइभ ट्रान्समिसन हुन्छ। बत्ती गएको खण्डमा कुनै पनि लाइभ म्याच भनौँ न इन्टरनेट हुने अवस्था हुँदैन रहेछ। संसारभरिको अलमोस्ट एभ्री फ्लड लाइट चाहिँ त्यो ब्याकअप जेनेरेटरमा चल्ने हुँदाखेरि त्यो जेनेरेटर फ्युलबाट चल्ने हो। त्यसको ब्याकअप मेकानिजम हामीले बनाइसकेका छौँ। त्यसैले भोलि डिरेक्ट लाइन काटेको खण्डमा पनि त्यो फ्लड लाइट चाहिँ सञ्चालन हुन्छ। सो फ्लड लाइटको पर्सपेक्टिभबाट चाहिँ जेनेरेटर ब्याकअपबाट चल्ने भएको हुँदाखेरि त्यसलाई लाइभ टिभीको जस्तै गरी हामी त्यो 3.5 घण्टा 4 घण्टाको समयमा चाहिँ क्रिकेट सङ्घ हाम्रो टेक्निकल टिम जुन फ्रन्ट लाइन्स अन्तर्गत सबैजनाले चाहिँ एउटा प्लानिङ गरेर व्यवस्थित गर्ने मेकानिजम बनाइसकेका छौँ।